र अहिले हाम्रो सामु यहाँनिर बुद्धिमान सर हुनुहुन्छ र आज बुद्ध पूर्णिमा हो र आजको दिन सम्पूर्ण बौद्धिस्ट समुदायको लागि आजको दिन धेरै नै महत्त्वपूर्ण दिन हो र बुद्धिमान सरको माध्यमबाट आजको यो जो दिन छ किन जति पनि बौद्धिस्ट समुदायको मानिसहरू हुन्छ किन आजको दिन विशेष हो? विशेष चाहिँ अब शान्तिको दूत भन्छौँ हामी उहाँलाई हामी भगवान बुद्ध भन्छौँ। उहाँको आज शुभ जन्मदिन भएकोले गर्दाखेरि समस्त बौद्ध धर्मावलम्बीहरू लगायत अन्य जसले पनि शान्ति चाहनुहुने महानुभावहरूले भगवान बुद्धलाई पुज्नुहुन्छ मान्नुहुन्छ र उहाँको जुन मार्गहरू छ 8वटा मार्गहरू ती मार्गहरूमा सही जग्गामा हिँड्नुहोस् भन्ने उद्देश्यले जुन भगवान बुद्धले जो एउटा बाटो देखाएको छ त्यो बाटोमा हिँड्ने बौद्ध धर्म आजको दिन एउटा हामी भन्छौँ दसैँ नै हामी भन्दा पनि गर्दाखेरि आज भगवान बुद्धको 2017औं जन्मदिनको उपलक्ष्यमा सम्पूर्ण भारत लगायत जहाँ जहाँ बौद्ध धर्मावलम्बी छ उहाँ चाहिँ आज बुद्ध जयन्ती मनाइने गर्छ। त्यसरी नै आज हामी मानी छोई खोर्लिङ गुम्बा भन्छौँ यो बिरपाडा बडाउँदामा छ त्यहाँ हामी उपस्थित भएछौँ र सबै यो भिडियो हेर्नुहुने सम्पूर्णलाई बुद्ध जयन्तीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै भगवान बुद्धको आशीर्वाद कृपा तपाईँहरू सबैमा बनिरहोस् र विश्व शान्ति होस् भन्ने जुन उहाँको यो एउटा बाटो देखाउनु भएको छ त्यो बाटोमा सबैजना विश्व शान्तिमा नै लागोस् भन्ने चाहिँ हामी शुभकामना व्यक्त गर्न चाहन्छौँ। धेरै धेरै धन्यवाद हजुर। हजुरको पनि मनोकामना पूर्ण होस् है। हजुरको सम्पूर्ण परिवारलाई आजको यो विशेष दिनमा मङ्गलमय शुभकामना है सर।